मानव केन्द्रित विकास गर्नुपर्छ। कोही कसैले एउटा घर बनाएर टहरा बनाएर बस्ने उसको अधिकार छ। उसले बनाएको टहरा भत्काइदिने त्यो क्रूर शासक म बन्नेवालामा छैन। तपाईको नाम चाहिँ आफ्नै घर अगाडि डिरेन बनाइदिनु भयो बिना पैसामा। हजुर शरमको उसमा सबै राम्रो बनाइदिनु भयो। एकदम खुसी छु। यस्तो मेयर पाउँदैन फेरि फेरि। हाम्रो जिन्दगीभरि चाहिँ यही मेयर भइराखोस् भन्ने छ क्या मेरो मनमा चाहिँ। कस्तो राम्रो मेयर क्या। सबै दुःख बुझ्ने, गरिब दुखीहरूलाई हेर्ने, त्यो सुकुम्बासी जनता। अब हामी सुकुम्बासीलाई अब त्यो पहिलाको झोलेहरूले त उठाउने कुरा थियो नि त। अहिले मेयर साहबले सुकुम्बासी जनता म उठाउँदिनँ, नहुनेलाई छाप्री लगाइदिन्छु भन्नुभएको थियो। तर दिइराख्नु भएको छ, गरिराख्नु भएको छ मेयर साहबले। हर्क साम्पाङ चाहिने भनेकै यी र यस्ता व्यक्तिहरूले हो जुन नेपालको कुल जनसङ्ख्यामध्ये 60 देखि 70% छन्, जुन मजदुर किसान सुकुम्बासीहरूमा पर्छन्। उहाँहरूको गाउँ टोल छिमेक हरेक बस्तीमा हर्क साम्पाङ सहजै पुगेर उहाँहरूको समस्या समाधान गर्नु खोज्छन्। उहाँहरूको दुःखले सल्टाउन खोज्न सक्ने र गर्नु सक्ने भनेको हर्क साम्पाङ मात्रै हो। त्यसैले हर्क साम्पाङ यी र यस्ता व्यक्तिहरूलाई हो। हर्क साम्पाङ कस्ता व्यक्तिहरूको लागि होइन। हर्क साम्पाङ भनेको जो सरकारी जागिर 50-60 हजारको सरकारी जागिर खाएर सरकारी जागिर खाएको 1 देखि 2 वर्षभित्र सदरमुकाममा करोडौँको घर बनाउन सक्ने, 50-60 हजारको सरकारी जागिर खाएर काठमाडौँमा अरबौँ खरबौँ घर बनाउन सक्ने यी र यस्ता व्यक्तिहरूलाई हर्क साम्पाङ चाहिएकै छैन। 50-60 हजारको जागिर खाएर 1-2 वर्षभित्र करोडौँको सम्पत्ति जोड्ने त्यो स्रोत के हो? यस्ता मान्छेहरूलाई हर्क साम्पाङ चाहिएकै छैन। जो फटा देशद्रोही यिनीहरू चाहिँ भनेको 10 देखि 15% मात्रै छन् है। 10 देखि 15% जो फटाहरू छ यस्ता खालको मान्छेहरूलाई हर्क साम्पाङ चाहिएकै छैन। हर्क साम्पाङ चाहिने भनेको त केवल 60 देखि 70% छन् जो गाउँ टोल छिमेक बस्ती हरेक कुना कुना बसोबास गर्छन्। मजदुर किसान सुकुम्बासी र पिछाडिएका वर्गको लागि हर्क साम्पाङ भनेको। हर्क साम्पाङ भनेको दलाली फटा भ्रष्टाचारीहरूको लागि होइन। त्यसैले यो चुनावमा हामीले मत दिँदै गर्दाखेरि हामीले साँच्चै नै हामीले पुराना पार्टीहरूसँग बस्दाखेरि पुराना पार्टीहरूसँग सँगै खाँदाखेरि उहाँहरूसँग मन नबदलौँ, उहाँहरूसँग खुसी हौँ, उहाँहरूसँग बसौँ। तर उहाँहरूसँग मन नबदले पनि यो चुनावमा मत चाहिँ बदल्नै पर्छ। त्यसैले गर्दाखेरि आउनुहोस् सबै मिलेर इमान्दारिताको खानी, ज्ञानको भकारी, भिजनको भकारी र इमान्दारिता बिना केही पनि हुँदैन। मान्छे जतिसुकै ट्यालेन्ट भए पनि इमान्दारिता भएन भने उसले एक दिन देश बेच्छ। त्यसैले इमान्दारिताको खानी र भकारी जो हर्क साम्पाङ हुनुहुन्छ उहाँहरूले देश एकपल्ट सुम्पौँ र उहाँहरूले देश चलाउनु भयो भने मलाई विश्वास छ देश साँच्चै नै विकास हुन्छ।